घरमै बसी ब्याङ्क एकाउन्ट सही सुन्नुभयो। घरमै बसेर चाहिँ अब ब्याङ्क एकाउन्ट बनाउन सजिलो भइसकेको छ साथीहरू हैन। धेरै दिनपछि फेरि यो भिडियो बनाइरहेको छु। सबैलाई स्वागत छ। एन्ड नविल ब्याङ्कले चाहिँ आफ्नो एपमा चाहिँ नयाँ इन्टिग्रेसन गरेको छ। घरमै बसेर चाहिँ ब्याङ्क खाता बनाउन सकिन्छ है त। लेट्स सी कसरी बनाउन सकिन्छ हेरौँ। अब सुरुमा चाहिँ अब नविल ब्याङ्कको एप नै डाउनलोड गर्न पर्यो। नविल ब्याङ्क एप हो, यो वाला एप चाहिँ डाउनलोड गर्न पर्यो। मेरोमा डाउनलोड छ, सो डाइरेक्टली जाम त्यहाँ ब्याङ्क खोल्ने। एन्ड यसमा चाहिँ स्किप गर्छु यो सब म। एन्ड ट्याप मी, यहाँ तल ट्याप मीमा गयो भने फुल एकाउन्ट, ओपन फुल एकाउन्ट। एन्ड त्यसपछि यहाँ गएर चाहिँ अब नेपालमा हो कि आउटसाइड नेपाल, बाहिर बस्ने हो विदेशमा बस्ने, म अहिले चाहिँ नेपालमा छु त्यही भएर यसमा क्लिक गरेँ। नविल जेनरल सेभिङ एकाउन्ट हो, यसमा एप्लाई गर्ने। यसमा एप्लाई गरेपछि हामीले चाहिँ आफ्नो नाम चेक गरौँ के डकुमेन्टहरू चाहिँदो रहेछ। यसको डेट अफ बर्थ दिउँ। कंट्री कोड 980000। मेल ईमेल एड्रेस abcd@gmail.com। ओके, यति हानेपछि लेट्स सी के डकुमेन्टहरू चाहिँदो रहेछ। प्रोसिड टु एकाउन्ट। टाइम लाग्यो त। ओके, रिक्वेस्ट यू हैव ऑलरेडी रिक्वेस्टेड फॉर प्लीज गो टू होम पेज एंड सर्च योर रिक्वेस्ट बाई ईमेल फोन नम्बर। जोस् हामीले चाहिँ यो एकाउन्ट बनाउन सकिन्छ है साथीहरू। चाहिँ यहाँ गएर चाहिँ अब हाम्रो जनरल एकाउन्ट सेभिङ हो, यसमा गएपछि हामीलाई चाहिँ अब नेसनल आइडी कार्ड या त जोस् नागरिकता चाहियो। नागरिकता भएपछि यहीँ घरमै बसी चाहिँ ब्याङ्क एकाउन्ट खाता बनाउन सकिन्छ। ओके, थ्याङ्क यू। आजलाई चाहिँ यही हो साथीहरू।